हेलो साथीहरू गुड मर्निङ। आज हामी मेरो फ्यामिली यो मिरिक ट्रिपमा जाँदैछु। सानो ब्लग हाल्दैछु हो। यो चाहिँ फर्स्ट पार्ट हो। सेकेन्ड पार्ट चाहिँ नेक्स्ट टाइम हाल्छु। अहिले यो चाहिँ बेसी लामो हुन्छ भनेर चाहिँ मैले दुई भाग या तिन भाग गर्ने गरेको छु हो। अहिले चाहिँ यो सानो फर्स्ट भाग हो। अब निस्केको अब हामी सालबारी आइपुगे हो। सालबारीदेखि अब जाँदै अगाडि अगाडि बढ्दै अन्त आज इन्डिपेन्डेन्स डे पनि हो। मेरो तर्फबाट जति पनि मेरो युट्युब फ्यामिलीज यो फ्रेन्ड्स जति पनि छ सबैजनाहरूलाई ह्याप्पी इन्डिपेन्डेन्स डेको शुभकामना छ। सबैजनालाई शुभकामना छ र आज राम्रोसित मनाउनु होस्। यो भिडियो चाहिँ अलिक ढिलो नै भयो किनकि अलिकति काम पनि त्यस्तो परेकोले गर्दा ढिलो हाल्नु पर्यो। त्यस कारणले चाहिँ म तपाईँहरूलाई चाहिँ माफी चाहन्छु। अन्त यो चाहिँ गाडी धुवा हो। त्यहाँदेखि गाडीधुरादेखि चाहिँ अब हामी अघि बढ्दैछु। अब हेर्दै जानुहोस् है। तपाईँहरूको यहाँको भ्यूहरू चाहिँ अलिक लामो हुन्छ भनेर चाहिँ मैले यो फर्स्ट फरवर्ड गरेको। अन्त रियालिटीमा मैले भोइस रेकर्डिङ त्यो भिडियोको टाइममै नै गर्नु पऱ्यो भनेको त त्यहाँ गाना बजाएर सायद त्यो कपिराइट आउँछ भनेर चाहिँ मैले भोइस रेकर्ड गरेको अहिले हो। अन्त यहाँ चाहिँ मेरो फ्यामिली हो। हामी सबैजना दुई छोरा बुढाबुढी हो। अब हामी चाहिँ अब मिरिकपट्टि लाग्दैछौँ। अब हामी यहाँ दुधै पुग्नु आँट्यो। यो चाहिँ गाडीधुराको टिकट। अब हामी चाहिँ यो गाडीधुरा पुगे। अब हल्का फुल्का पहाडको नजारा पनि देख्नु थाल्यो हो। साइडमा हेर्नुहोस् है, माथि पहाड कस्तो रमाइलो छ। आज इन्डिपेन्डेन्स डेको नाममा पनि मान्छेहरू पुरा सानो दुई चक्के गाडी मात्रै बेसी छ। बाइकमा मात्रै सवार गरेको छ। सबैजना घुम्दैछ। हर घर में हर तिरङ्गा भनेर भनेको छ। त्यही सेम त्यस्तै भइरहेको छ। हर घरमा चाहिँ तिरङ्गा लिएर छ। यस्तो दामी छ। टोटोतिर पनि घरतिर पनि। अब यो चाहिँ तपाईँहरूको दुधै बजार पुगे। यो चाहिँ दुधै बजार हो। यहाँ देख्नुभयो होला तिरङ्गाहरू कस्तो लिएर छ। कतिवटा दोकानमा त भरपुर लगाइरहेको छ। बेच्ने होला, तिरङ्गा बेच्नुको लागि चाहिँ राखिएको रहेछ। यो अलिकति अगाडि बढ्दै गयो भने चाहिँ हामी अब मेन दुधै हाट बजार भन्छ त्यो पुग्नु आँट्यो हो। अब यही हो दुधै हाट बजारको स्टार्टिङ चाहिँ यहाँदेखि सुरु हुन्छ। अन्त यहाँ चाहिँ तपाईँहरूको सेकुवाहरू पाउँछ है। यदि जो सेकुवा मन पराउनुहुन्छ भने चाहिँ यहाँ पुरा पाउँछ। दाहिनापट्टि जति पनि दोकानहरू छ त्यो सबैमा पाउँछ। म्याक्सिमममा पाउँछ, एक दुईवटा छोडेर। अब यो सबै यो सेकुवा दोकान हो। यो दाउराहरू राखेको छ नि, यो सबै सेकुवा दोकान हो। त्यहाँ यो चाहिँ दुधै बजार भन्छ। यहाँ चाहिँ दुधै हाट लाग्छ सन्डेको दिनमा। यहाँदेखि दाहिनापट्टि जाने बाटो जो छ त्यहाँ चाहिँ होमस्टेहरू पाउँछ तपाईँहरूलाई। यदि कोही अब एक दिन दुई दिन रोक्ने हो, 3 दिन रोक्ने हो भने चाहिँ त्यो साइडमा पाउँछ। अब हामी यहाँ पुगे दुधै खोला, दुधै रिभर हो। अब यहाँ चाहिँ तपाईँहरूको यो ब्रिज जो बनाएको छ त्यो चाहिँ आर्मीले बनाएको हो। त्यो फलामको पुल हुन्छ हो, त्यो चाहिँ अब आर्मीले बनाएको हो। उतापट्टि जो देख्नु हुँदैछ मैले जुम गरेर देखाउँदैछु हो, यो चाहिँ अस्ति बनाउँदै गरेको। यो बिचमा फेरि बाक्लो पानी परेर फेरि बगाएर लगेछ। त्यो पछि चाहिँ यो आर्मीको ब्रिज बनाएको। अब यहाँ खोला साइडमा हेर्नुहोस् है, पिकनिक बनाउनेहरू त्यो 15 अगस्तको त्यो जो पनि छ। अब यहाँ खोलामा चिसो पानीमा नुहाउँदै, गरममा कस्तो गरम थियो। यो सबै त्यहाँ स्विमिङहरू खेल्दैछ। अहिलेको भर्खरको केटाकेटीहरू चाहिँ इन्जोय गर्दैछ हो। त्यहाँ पिकनिक स्पोट पनि हो यो एरियामा चाहिँ। अब यहाँ हेर्नुहोस् है, अहिले पनि म जुम गरेर देखाउँदैछु। यिनीहरू चाहिँ सबै पिकनिक खेल्ने पार्टीहरू हो।
15 अगस्तको नाममा यो यो चाहिँ ब्रिज आर्मीले बनाएको यो पाला पिलो गाडी छोड्दैछ राम्रो हो किनकि भिडभाड नहोस् भनेर पुललाई भार बेसी हुँदैन त्यो कारणले चाहिँ पाला पिलो गराउँदैछ यहाँ साइडदेखि हेर्नुहोस् यो सबै पिकनिक खेल्ने नानीहरू अहिले भर्खरको जेन्जी पार्टीहरू हो यिनीहरू चाहिँ अब पिकनिक खेल्दैछ यहाँ यस्तो ठुल्ठुलो क्रेङहरू राखेको छ अब हामी बिचमा मैले भिडियो गरेन अब एकैचोटि माथि सौरेनीको फेदतिर पुग्यो हो यो हेर्नुहोस् है नजारा अब टी गार्डनको नजारा यस्तो दामी छ पुरा बाइकमा मात्रै बेसी छ यता हाम्रो यो मिरिकको दृश्य यस्तो दामी छ यो टी गार्डनको हेर्नुहोस् यस्तो मिलेर बनाएको छ सफ सुथरा पनि छ राम्रै छ सौरेनी बजार चाहिँ यहाँदेखि कति पनि छैन मैले त्यो माइलस्टोनमा देखाउनु खोजेको थिएँ तर त्यो राम्रो जुम गर्नु पाएन गाडी निस्किहाल्यो हेर्नुहोस् अब यस्तो दामी छ टी गार्डनहरू तपाईँहरूलाई कस्तो लाग्छ कमेन्टमा गरिदिनु लेखिदिनु होला आधी पहाड बादलले ढाकेको भन्ने एउटा गाना छ नि त्यही त्यस्तै भइरहेको छ अब हामी मिरिकमा पुगे यो सब फर्स्ट इन्ट्रेन्स चाहिँ यहाँ हो यो चाहिँ फिस पोइन्ट भन्छ तपाईँहरूको माछाहरूलाई फिडिङहरू गर्छ यस्तो दामी छ माछाहरू बिट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 ि मुख खोल्दै दे मलाई दे भनेको त्यस्तो गर्छ यो चाहिँ फिस पोइन्ट हो अब म देखाउँदैछु तपाईँहरूलाई चाहिँ मिरिक झिलको नजारा यहाँ हेर्नुहोस् है अब यो हाम्रो मिरिक झिल चाहिँ यस्तो छ ऊ पर ब्लू कलरको यो देख्दैछ त्यो चाहिँ सेल्फी पोइन्ट भन्छ आई लभ मिरिक भनेर यस्तो छ ऊ त्यहाँ ब्रिजहरू छ हो अब यता मेरो बुढी र सानो छोरा चाहिँ ब्रेड दिँदैछ माछालाई दिँदैछ हो कस्तो बेसी आउँछ माछाहरू आमामा कस्तो दामी लाग्छ कि त्यो माछाहरू खेल्दै गरेको मान्छेहरू चारा दिन्छ कि यस्तो मजाले आउँछ अब यो चाहिँ त्यहाँ लोकलको प्लान्ट हो मैले यतिकै खिचेर उ गरेको यो अब यो पनि त्यहाँको वाइल्ड फ्लावर हो साथी हो अब आजको लागि यति फेरि नेक्स्ट पार्ट चाहिँ म पछि देखाउनेछु थ्याङ्क यू है